बुढानीलकण्ठ नगरपालिकाको हात्तीघोडा चोक हुँदै खड्का गाउँ, खत्री गाउँ र ओखल गाउँ भएर टोखा जोड्ने सडक खण्ड वर्षायामको सुरुवातसँगै अत्यन्त जीर्ण बन्दै गएको छ। हात्तीघोडा चोकदेखि नै सडकको अभाव दयनीय छ। ठाउँ ठाउँमा गहिरा खाल्डा खुल्डी, वर्षाको पानी जम्ने समस्या र पैदल यात्रीहरूका लागि उचित फुटपाथको अभावले सर्वसाधारणलाई शास्ति भएको छ। जहाँ फुटपाथ छ त्यहाँ पनि हिँड्न नसकिने अवस्था छ। कार्यालय र विद्यालयको समयमा त झन् सवारी साधनको चाप र मानिसको भिडले अवरोध सिर्जना गर्दा आवत जावत असम्भव प्राय भएको छ। यस क्षेत्रमा बसोबास गर्ने स्थानीय यो समस्याबाट अत्यन्त आजित भइसकेका छन्। उनीहरूको दैनिक जीवन, बालबालिकाहरूको विद्यालय आवत जावत र स्वास्थ्य सेवाको पहुँच समेत प्रभावित बनेको छ। अन्त्यमा बुढानीलकण्ठ नगरपालिका 6 र 7 तथा सम्पूर्ण नगरपालिकाको गम्भीर ध्यान यसतर्फ आकर्षित गराउन चाहन्छौँ। आवश्यक बजेट विनियोजित गरी सडक मर्मत, स्पिड लिमिट सङ्केत, पानी निकासको उचित व्यवस्था र फुटपाथ निर्माणका लागि कदम चाल्न जरुरी देखिन्छ। स्थानीय निकायले यो समस्यालाई प्राथमिकतामा राखी ठोस पहल गर्ने अपेक्षा गर्दछौँ। धन्यवाद।